राजा महेन्द्र आफ्नो भेष बदलेर सामान्य भएर जनताहरूको सुख दुख बुझ्न गाउँ गाउँ जान्थे। जब उनी राजा थिए उनले भन्ने गर्थे कि दरबारभित्र बसेर जनताको दुख बुझिँदैन, त्यसैले उनी साधारण मान्छेको भेषमा आफ्नो जनताको बीचमा घुम्ने गर्थे। यसरी भेष बदलेर जाँदा उनलाई जनताले चिन्न सक्दैनथे र आफ्नो समस्या खुलेरै भन्न सक्थे। त्यसैले गर्दा जनताको कुराहरू बदल्ने वा लुकाउने सम्भावना हुँदैन थियो। राजा महेन्द्रले जनताहरूलाई कुन कुराले पिरोलिरहेको छ र राजालाई जनताले कसरी हेर्ने रहेछन् भन्ने कुरा आफ्नै आँखाले देख्थे। त्यसैले जनताहरूको मर्म बुझ्ने निर्णय र कानुन बनाउने प्रयास गरे। तर इतिहासको अर्को पाटो पनि छ। उनले पञ्चायत सिस्टम लागू गरे जसले प्रजातान्त्रिक व्यवस्था हटाए। त्यसैले उनी लोकप्रिय मात्र नभएर केही हदसम्म उनी विभाजित पनि बने। आज आएर हामी आफै आफ्ना नेता छान्छौँ। के आजका नेताहरू प्रचार बिना जनताको घर दैलोमा पुग्छन्? के उनी क्यामेरा र मिडिया बिना जनताको दुःख सुन्छन्? जनताले नेता बनाउँछन्, तर नेता जनताको बन्ने हो भने देश बलियो हुँदैन। यदि तपाईलाई पनि यस्तै ऐतिहासिक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्नुहोला।